सम्पूर्ण मान्यजनवर्गमा म ज्योतिषी उपमन्युको तर्फबाट हार्दिक नमन ओम। सदा चाहिँ म हजुरहरू समक्ष उपस्थिति भइसकेको छु। हिजो हामीले मोटामोटी रूपमा वास्तु के हो भन्ने विषय र एउटा वास्तु अनुसारको घरको स्केच बनाएर हजुरहरूलाई हामीले दिने अवसर पाएका थियौँ र त्यसै प्रसङ्गलाई टेकेर आज हिजो त्यो घर त बनाइयो, अब हामीलाई पूर्व पश्चिम उत्तर दक्षिण चाहिँ सबैलाई राम्रो गरी थाहा छ। विदिशाहरू अब जस्तै ईशान, आग्नेय, नैऋत्य र वायव्य कोणहरू कुन कुन हुन् भन्ने कुराहरू हामी सबैलाई सहजै नआउन पनि सक्छ। कुन कुन दिशा पर्दछ त्यसमा भनेर र वास्तु पुरुष चाहिँ कसरी कुनै पनि घडेरी र घरहरूमा आसन गरिरहनु भएको छ भन्ने कुराहरू पनि हुनसक्छ। यहाँहरूलाई मैले मेरो ज्योतिषी उपमन्यु ज्योतिष केन्द्र कै पेजमा चाहिँ एउटा वास्तुमण्डला कस्तो हुँदो रहेछ र विदिशाहरू कहाँ कहाँ पर्दा रहेछन् भनेर आज यहाँ जानकारी गराउन गइरहेको छु। यहाँहरूले अगाडि देख्नुभएको छ। अब यहाँ हेर्नु होला, यो चाहिँ नर्थ हो। अब हजुरहरूलाई यो पूर्व, पश्चिम, उत्तर, दक्षिण त प्रायः थाहा भएकै कुरा हो, तर यी कुराहरू कुन कुनका हुन् त भन्ने कुरा अलिकति सबै जानकारी नहुन सक्छ। यो उत्तर भनेको चाहिँ कुबेरको दिशा पर्छ। यसबाट हामीले धन, समृद्धि र अवसर, अपर्च्युनिटीहरू प्राप्त गर्ने कुराहरू हुन्छ। उत्तरपट्टि हामीले जहिले पनि अलिकति बढी खुला राख्नुपर्छ दक्षिणभन्दा, र अलिकति वालहरू बनाउँदा पनि उत्तरपट्टि अलिकति होचो र दक्षिण बढी अग्लो बनाउनुपर्छ। त्यसले गर्दाखेरि हामी त्यहाँ उत्तरबाट आउने ऊर्जाहरू हाम्रो घरमा खेलेर हामीलाई राम्रो पुर्याउँछ भन्ने मान्यता राखिएको छ। त्यसै गरी यो चाहिँ ईशान कोण हो। यी अब यहाँ हेर्नु होला, वास्तुमण्डला भनेको के हो? वास्तु पुरुष यसरी कुनै पनि घडेरी र घरहरूमा यो पोजिसनमा रहनु भएको हुन्छ। ईशान कोणमा जहिले पनि वास्तु पुरुषको टाउको रहेको हुन्छ। यो वास्तु पुरुषको टाउको रहेको स्थानलाई नर्थ इस्ट अर्थात् ईशान्य कोण भनिन्छ। अब यो चाहिँ ज्ञान, पूजा, ध्यानको कारकको स्थान हो। यो ईशान कोणको कोठामा चाहिँ हामीले दाम्पत्य, बुढाबुढी नसुत्ता राम्रो मानिन्छ। यहाँ चाहिँ अब या त पाहुना कोठा, या त चाहिँ ज्ञान मेडिटेसन गर्ने कोठा, या त पूजा गर्ने, या त ध्यान गरेर बस्ने अर्थात् स्टडी रुम बनाउन सकिन्छ। र यसमा हामीले भर्याङ, सिडी, टोयलेट, सेफ्टी ट्याङ्की आदिहरू बनाउनु हुँदैन। यो एरियामा यो उत्तरदेखि यो इस्टसम्म चाहिँ हामीले पानी, अब ग्राउन्डमा हुने पानी चाहिँ अन्डरग्राउन्ड वाटर ट्याङ्क र पानीको स्रोतहरू, ट्युबवेल, धाराहरू राख्न सकिन्छ यो ठाउँमा। अब यो पूर्व दिशा हो, पूर्व इन्द्रको एरिया हो। पूर्वबाट सूर्य उदाउँछन् भन्ने हामी सबैलाई थाहा छँदैछ। त्यो एउटा ऊर्जा, स्वास्थ्य र ऊर्जाको एरिया मानिन्छ यसलाई। त्यसै गरी यो एसी देख्नुभयो, यहाँ चाहिँ नै एसी भनेको साउथ इस्ट आग्नेय कोण पर्दछ। यो चाहिँ ऊर्जा र शक्तिको क्षेत्र हो। यसबाट अलिकति अवसर, धन सम्पत्ति आउने, शुक्रको कारक ग्रह पनि मानिन्छ त्यो एरियालाई। अब यो भान्सा, यो अग्नेय एरियामा चाहिँ भान्सा कोठा हुनु जरुरी हुन्छ। यो तत्त्वहरू मिलान गर्दाखेरि वास्तु पुरुष अनुसार हामीले वास्तु मिलाएर, पञ्चतत्त्व मिलाएर घर बनाउँदाखेरि यो ईशान कोणमा चाहिँ नि यो साउथ इस्ट आग्नेय कोणमा चाहिँ भान्सा हुनु उपयुक्त हुन्छ। पूर्वपट्टि फर्केर पकाउने, भान्सा कोठामा घामको झुल्को पस्ने खालको वातावरण बनाउनुपर्छ झ्याल राखेर। त्यसो हुँदाखेरि महिलाहरूलाई चाहिँ त्यो भान्सामा पाक्ने चिजहरू पनि राम्रो हुन्छ। त्यो भान्सा सधैँभरि भराउ हुन्छ र त्यो भान्सामा काम गर्ने व्यक्तिलाई पनि स्वास्थ्य राम्रो हुन्छ भन्ने मान्यता राखिन्छ। त्यसै गरी यो यो साउथ दक्षिण एरिया हो, यो यमको एरिया हो। यसलाई चाहिँ नियन्त्रण स्थायित्वको एरिया मानिन्छ। यो दक्षिणमा चाहिँ हामीले अलिकति वालहरू बढी राख्नुपर्छ, अग्लो राख्नुपर्छ उत्तरभन्दा, र अलिकति स्पेस ठाउँ पनि अलिकति कम राख्नुपर्छ उत्तरभन्दा जहिले पनि। त्यसो हुँदा उत्तरबाट आउने, हामीले घर बनाउँदाखेरि जहिले पनि यो पूर्व र उत्तरतिर चाहिँ बढी ठाउँ छोडेर बनाएको राम्रो मानिन्छ वास्तुशास्त्र अनुसार। अब त्यसै गरी यो अब यहाँ नैऋत्य कोण भयो, एसडब्ल्यूलाई नैऋत्य कोण भनिन्छ। यो ठाउँ चाहिँ अलिकति भारी भएको राम्रो यसलाई चाहिँ नि स्थिरता र सुरक्षाको कारण मानिन्छ। यो ठाउँमा दोष भयो भने अलिकति चोरी डकैती, आग लागेका सम्भावनाहरू बढी हुन सक्छ र त्यो घरमा बस्ने मान्छेहरूलाई स्थायित्व स्थिरता नहुन सक्छ। अलिकति आय स्रोतहरूमा चाहिँ नि स्टेबल नभइकन इनस्टेबल अर्थात् अस्थिरता रहन सक्छ। र घरमुली सुत्नेलाई चाहिँ यही ठाउँमा कि त भर्याङहरू, कि स्टोर रुमहरू, कि घरमुली सुत्ने कोठो बनाउनु पर्दछ। र यो पश्चिम
यो पश्चिम वरुण क्षेत्र पर्दछ। हामीले जहिले पनि पानी ट्याङ्की अब ओभरहेड ट्याङ्क भन्छ त्यसलाई, छतमा पानी ट्याङ्की राख्दा सकेसम्म हामीले पश्चिम 1 नम्बर मानिन्छ। त्यस पछाडि वायव्य कोणसम्म हामीले यहाँसम्म जान सकिन्छ पानी ट्याङ्की राख्नलाई। र हामीले यो साउथ वेस्टसम्म अर्थात् हामीले पानी ट्याङ्की चाहिँ यो नर्थ वेस्टदेखि साउथसम्म राख्न सकिन्छ। यो एरिया चाहिँ पानी ट्याङ्कीको लागि राम्रो मानिन्छ। योभन्दा यो एरियामा चाहिँ हामीले जहिले पनि हेभी चिजहरू राख्दाखेरि उत्तम मानिन्छ। अब नर्थ वेस्ट भनेको वायव्य पर्छ। यो वायु चन्द्रमाको कारक ठाउँ हो। यहाँ चाहिँ अलिकति परिवर्तन र मुभमेन्टका गतिविधिहरू हुन्छन्। अब यो कोठालाई चाहिँ हामीले भरसक यो वायव्य भन्ने ठाउँमा चाहिँ हामीले भरसक चाहिँ पाहुना सुत्ने अब बैठक सिटिङ रुमहरू बनाउँदा राम्रो हुन्छ। या त कोही मान्छे विदेश जानु छ अर्थात् विवाह गर्नुपर्ने उमेरका मान्छेहरू छन् भने त्यस्ता मान्छेहरूलाई यहाँ सुताउँदा राम्रो हुन्छ भन्ने मान्यता राखिएको छ। र अब यो उत्तर दिशा हो। उत्तर दिशा अब कुबेरको दिशा हो। उत्तर दिशाबाट धन समृद्धि अवसर आदि इत्यादि हुन्छ भन्ने हामीले मान्यता यो वास्तुशास्त्र अनुसार मान्यता राखिएको छ। त्यसो हुँदाखेरि अब हामीले यहाँ त सबै कुराहरू भन्यो। सेफ्टी ट्याङ्की चाहिँ कहाँनिर हुनु पर्थ्यो त भन्दाखेरि अब यो धेरै कुरा त अब हामीले सम्बन्धित मान्छेसँग बसेर कुरा गर्नुपर्ने हुन्छ। घरको अर्थात् त्यो घडेरीको अब लोकेसन अर्थात् त्यो हेरेरै चाहिँ हामीले कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने ठानिन्छ। तर 1 नम्बर हामीले सेफ्टी ट्याङ्की राख्दाखेरि यो वायव्यदेखि वेस्टको बिचमा हो। यो ठाउँमा पूर्व पश्चिम बनाइयो भने सबभन्दा राम्रो हुन्छ वास्तुशास्त्र अनुसार। हामीले उत्तरमा पनि बनाउनु हुँदैन, ईशानमा पनि बनाउनु हुँदैन, पूर्वमा पनि बनाउनु हुँदैन, आग्नेयमा पनि बनाउनु हुँदैन। दक्षिणको यो एसडब्लु र साउथ अर्थात् दक्षिण र नैऋत्यको बिचमा एउटा कोण हुन्छ हो। यहाँ पनि हामीले सेफ्टी ट्याङ्की बनाउन सकिन्छ। तर त्यहाँबाट अब टोयलेटहरूबाट निक्लेका फोहोर पानीहरू अब पानी भनौँ न बाथरुमबाट निक्लेका फोहोर पानीहरू चाहिँ हामीले दक्षिणपट्टिबाट अब जता हामी बाटो छ त्यतातिर बगाउनु त्यति राम्रो मानिँदैन। यसलाई चाहिँ यो पूर्व हुँदै उत्तरबाट निकास अब कता छ बाटो त्यसमा पनि भर पर्छ लोकेसन अनुसार। तर भरसक दक्षिणतिर चाहिँ गड्डा नाली फोहोर आदि इत्यादि हुनु राम्रो मानिँदैन। त्यो घरको लोकेसन आदि इत्यादि हेरेर हामीले विचार गरेर यहाँहरूलाई सल्लाह दिने नै छौँ। यहाँहरू पनि घर बनाउने सोचमा हुनुहुन्छ। अब यो घर भन्ने कुरा यस्तो छ कि हामी एकछिन 1 दिन 2 दिन डेरा जस्तो बस्ने मात्रै होइन। यहाँ चाहिँ हामीले जिन्दगीभरि कमाएका पैसाहरू लगानी गरेर पुस्तौँ पुस्ता अर्थात् 3-4 पुस्तासम्म चाहिँ यो घर ले चाहिँ राम्रो गरोस्, सबै अवसरहरू मिलुन्, सुख समृद्धि होस् भन्ने हेतुले बनाइने घर हो। र वास्तु अनुसार मिलाएर बनाएको घर भोलि केही पर्दा आवश्यक पर्दा बेच्नु परेको खण्डमा पनि सजिलो गरी बिक्न सक्ने सम्भावना बढिरहन्छ। यहाँहरूले देखिराख्नु भएको छ कहीँ यसो छरछिमेकमा वरपर वास्तु नमिलेको अवस्थामा स्वास्थ्यमा केही समस्याहरू अवसरमा भइरहेको कामहरूमा पनि बाधा व्यवधान आउनेहरू यहाँहरूले बुझि नै सुनि नै रहनु भएको होला। यो एउटा वास्तुशास्त्रको मान्यता हो। त्यस अनुसार चाहिँ यहाँहरूले पनि केही सल्लाह सुझाव चाहिएमा म ज्योतिषी उपमन्युसँग सम्पर्क राख्न सक्नुहुन्छ। मेरो सम्पर्क नम्बरहरू यहाँ छ र हजुरहरूले प्राय सबैले पाइ पनि सक्नु भएको छ। अब मेरो लोकेसन अफिस चाहिँ यो भद्रपुर 7 जानकी मार्ग भन्ने ठाउँमा छ। हवस् त यहाँहरू समक्ष फेरि पनि म उपस्थिति हुने बाचा गर्दै आजलाई यतिकैमा बिदा लिन चाहन्छु। यहाँहरू सबैको दिन शुभ रहोस्।